नेपालमा कुनै दिन भगवानलाई वाक्क दिक्क भयो अरे अनि यो नेपाल त हुँदै भएन लास्टै बेसी पोलिटिकल अनस्टेबिलिटी भयो बरु म देश बनाइदिन्छु अनि गएर नेपालमा इलेक्सन लड्छु भनेर स्वयं श्रीकृष्ण नै इलेक्सन लड्न आउनु भयो भने पनि एमाले काङ्ग्रेससँग श्रीकृष्ण इलेक्सनमा हार्न बिर्दैन कि हार्न बिर्दैन होइन हार्नु पनि हुन्छ होला कि हामी नेपालीलाई चेन्जै मन पर्दैन तिमीलाई के लाग्छ योपालि एमाले र काङ्ग्रेसलाई सपोर्ट गर्नेहरूले 1% पनि आफ्नो देशको विकास होस् आफ्नो देशको राम्रो होस् भनेर सोचेको छैन होला कसैले पनि सोचेको छैन कि अब बुढापाकाहरूले एमाले काङ्ग्रेस छिमेकीलाई निच्चा देखाउनको लागि सपोर्ट गरेको हो छिमेकी काङ्ग्रेस हुन्छ आफू एमाले पर्छ अनि अब यता एमाले जित्यो भने त के भयो छिमेकीको अगाडि घमण्ड देखाउनु पाएन छिमेकीलाई निच्चा देखाउनु पाएन छिमेकीको आरिस भयो नि त कति कुरामा आरिस गर्छौ है छिमेकीको आफ्नो गरी खाऊ न हुँदा हुँदा पोलिटिक्सलाई पनि छिमेकीको छेउमा दाजेर तिमीहरूले देशै बिगारिसक्यौ आउने पिँढीहरूको बारेमा त सोच्नै छैन बुढापाका हजुरहरूलाई त सबै यस्तो गर्नुहुन्छ त हामीलाई अर्थी उपदेश दिने बेलामा त संसार जिते जस्तो गर्नुहुन्छ त तर खोइ चाहिने बेलामा खोइ त आफू पनि त्यही छिमेकीको आरिस गरेर बस्नु हुँदो रहेछ त अनि हामीलाई के सम्झाउनु होला तपाईँहरूले त्यही भएर ओहो मेरो पुरानो एमाले पुरानो काङ्ग्रेस भनेर बस्नै पर्दैन कि तपाईँलाई बस्नु मन छ भने बस्नु तर एकपल्ट चेन्ज हेरौँ न के चाहिँ गर्दा रहेछ नयाँ पार्टीले मन परेन भने राम्रो काम गरेनन् भने तिनीहरूलाई 5 वर्षमा फेरि फ्याँकिदिउँला सरप्राइजिङ त झन् हाम्रो उमेरको केटाकेटीहरूसँग छ के गरेको लाइक वाट डु यु गाइज थिङ्क के रङ भइरहेछ झलक्कै देखिरहेछ त अगाडि तिमीलाई त्यही दाई भएर हिँड्नु मन छ हुँदै नभएको चेस्ट देखाएर दादागिरी देखाउनु मन छ त्यति त जानेको छु तिमीहरूले किनभने यु गाइज आर इन्सिक्योर कि तिमीहरू केही गर्न सक्दैनौ अनि कुनै पार्टीको पछाडि लागेर हजुर दाई भन्यो भने यसो 20-30 हजार दिइहाल्छन् कि 30-40 हजार दिइहाल्छन् कि बेसीमा बेसी 1-2 लाख दिइहाल्छन् कि भनेर आश गरेर बस्छ तिमीहरू थुइया